हेलो हाइज नमस्ते अनि वेलकम टु माई ब्लग च्यानल। तपाईँहरू हेर्दै हुनुहुन्छ इन्टरनेट अनलाइनको डब्लु अमर खड्काको युट्युब च्यानल अनि फेसबुक पेजमा। हेलो गाइज, अहिले हामी जाँदैछौँ यस्तो पाहाडका डाँडा काँडाहरू घुम्न र सायद दिदीलाई पनि हामी उता अलि बाटोसम्म पुगाउन जाँदैछौँ। दिदी आज 2-4 दिन बसेर जाँदै हुनुहुन्छ। हेलो गाइज, हेर्नुहोस् गाइज, गुड खाँदै एकदमै रमाइलो छ गाइज। अञ्जली कस्तो हुँदैछ? अञ्जली त लौरो टेकेर हिँड्दैछन् गाइज। हाउ डु यु फिल अञ्जली, कस्तो हुँदैछ? यता दिदी हुनुहुन्छ। दिदी कस्तो अनुभव भयो? रमाइलो भयो? खै गुड देखाउनु त सबैजना। गुड खाँदैछौँ गाइज, गुड खाँदै हाम्रो टोली अगाडि बढ्दै, फेरि गुड खाँदै हाम्रो टोली अगाडि बढ्दै गाइज। यस्तो छ भिरपाखाहरूमा, सानो बाटो छ, हामी सर्टकट बाटो जाँदैछौँ गाइज। उताबाट गयो भने लामो बाटो पर्छ, यहाँबाट गयो भने आधा घन्टामा पुगिन्छ गाइज। ल गाइज, हाम्रो जेनी पनि आउँदैछन् पुगाउनु। जेनी यता आऊ कालु। हेर गाइज, जेनी, यो टोली हाम्रो गोष्ठी टोली हो गाइज। ठाउँ ठाउँमा अनुसन्धान गर्दै अगाडि बढ्दैछ अनि गुड खाँदै अगाडि बढ्दैछ गाइज है। लाइक गर्नुहोस्, फलो गर्नुहोस् गाइज। बाटोमा काफल भेट्यो भने काफल पनि हामी खानेछौँ। बाटोमा जे भेट्यो भने खाने छ गाई। यो सर्टकट बाटो, एकदमै सर्टकट बाटो छ, यसमा धेरै फलफुलहरू छन् भन्ने हाम्रो अनुसन्धान टोलीले बताएको छ। अञ्जल धेरै गुड नखाए, घाँटीमा अड्केला। यहाँ पानी पनि अलिक तल छ, यहाँ पानी छैन। लाग्यो दाइ लाउरेहरू, हामी टोली लाउरे लाग्यो। अब लाउरे। बाई बाई गाई, सेयर गर्नुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस्। पाहाडका रमणीय ठाउँहरू हेर्नुहोस्। कुन ठाउँबाट हेर्दै हुन्छ प्लिज गाइस कमेन्ट बक्समा कमेन्ट लेख्नु होला। सुदूर अब दूर नै झिक्क झिक्क माया तमलाई भने साँच्चै नै त्यस्तै छ गाइस। अञ्जली तिमी त लौरो टेकेर हिँड्नु लाग्यो है। लौरो टेकाम्ला, लौरो टेकाम्ला भन्ने एउटा गीत याद आयो क्या मलाई। यस्तो छ गाइस। गुड खाँदै